हेलो साथीहरू सबैजनालाई मेरो युट्युब च्यानलमा एकदम स्वागत छ। यो असु हो, यो सोनी हो, यो चाहिँ को हो? कस्तो लाग्यो चाहिँ तिमीहरूलाई माछाको के अरे माछाको मोमो भन्छ है? नो आई डोन्ट लाइक। जयलाई ए जय त बबल लाग्यो त मलाई ठिकै लाग्यो कि यो माया हो। मेरो नाम अब सधैँ भनि आइरहेको त्यही पनि अब हजुरहरू नयाँ हुनुहुन्छ भने मेरो नाम लिजा हो, लिजा लामा हो। आज चाहिँ हामी देख्नुहुन्छ मैले चाहिँ अहिले बसेर पढिरहेको छु घर पढाउन अलिकति होइन अब केटी मान्छे अब सिङ्गार पिङ्गार गर्नु पऱ्यो, त्यही भएर अहिले मौका पाएँ त्यही भएर स्टार्ट गरेको छु। र हामी चाहिँ आज परिवार घुम्नु भएर मजा लागेको आफ्नो फ्यामिलीहरू फ्यामिली टाइम। र पछाडि देख्नुहुन्छ पछाडिहरू चाहिँ मान्छेहरू चाहिँ मेरो बहिनी जय हुन्छ, ओहो यो त सबै प्रगति हुँदैछ तर बाटो चाहिँ अलिकति भएको छ साथीहरू। डर लाग्छ डर लाग्छ। लामातलको बाटो साथीहरू। मलाई बाइकमा बस्न एकदम डर लाग्छ है, राख्नु चलाउनु ल प्लिज। मलाई यहाँ डर लागिसक्यो, यहाँ मेरो चस्मा डुबी उड लाग्यो भन्ने डर लागिसक्यो। एकदम मलाई एकदम डर लाग्छ बाइकमा, प्लिज रिक्सा चलाउनु ल।
यता चाहिँ साथीहरू एकदम जाडो रहेछ अहिलेसम्म गर्मी भइरहेको थियो अहिले चाहिँ जाडो छ हेरो बाटो हामी झुकेर त आइजौँ यता जाने बाटोतिर के हो पानी नपर्यो हुन्थ्यो बहिनीहरू त सायद उता गयो होला अब हामी पनि अझै फर्किन्छौँ होला धेरै पछि आएको पहिला म साथीहरूसँग आएको थिएँ योसँग चाहिँ म सेकेन्डचोटि हुन्छु होला पहिला चाहिँ हाम्रो कलेजको साथीहरूसँग आएको थियो त्यो रमाइलो थियो कलेजको यादहरू धेरै आउँछ साथीहरू हजुरहरू भनौँ न मेरो साथीहरू मेरो स्कुलमा पढ्ने मेरो कलेजमा पढ्ने साथीहरूलाई धेरै मिस गरेको छु अहिले यहाँ आएर भन्दा पनि सधैँ मिस गरिरहेको हुन्छु पहिलाको लाइफलाई म धेरै याद गरिरहेको हुन्छु यस्तै छ जिन्दगी साथीहरू सो रमाइलो गर्नुपर्छ जिन्दगीमा धेरै कुराहरूलाई फेस गर्दै जानुपर्ने रहेछ मैले चाहिँ त्यो कुराहरू बुझिरहेको छु हजुरहरूले अब कस्तो बुझ्छ त मलाई थाहा भएन मैले त्यस्तै बुझ्दैछु र अझै बुझ्नै बाँकी छ त्यही हो अब हजुरहरूलाई मेरो भिडियोहरू कस्तो लाग्छ भनिदिनु होला र मलाई साथीहरू मलाई डोब जस्तो देख्छ र साथीहरू ले हेर्नु त मलाई म यस्तो देख्छु र भनिदिनु ल अब मैले लाउने स्टाइल यस्तै हो डोब भनिन्छन् जे भन्यो के बताउने है आफू खुसी हुनु पऱ्यो क्या साथीहरू अरू केही होइन यहाँ आफ्नो मन खुसी भएपछि त्यसै जिन्दगी रमाइलो होइन साथीहरू भन्दै म अहिले चाहिँ एकछिन बन्द गर्न चाहन्छु है अब म डाइरेक्ट बहिनीहरूलाई भेटेपछि आउनेछु ल साथीहरू हामी चाहिँ अब भित्र छिरिसकेको छौँ बहिनीहरू त पुरा त्यहाँ पहिले नै गेम खेल्दै रहेछन् सब हामी ओ भैँसी ओ यिनीहरू त भैँसी आयो भैँसी ओ माई गड के हो यसको नाम ए हो ल के यो असु हो यो सोनी हो यो चाहिँ यसलाई के हो नि अब यो हाम्रो फाल्टु उता पनि आउनु मिल्दो रहेछ कता यताबाट पनि जान मिल्छ अरे ए यताबाट रहेछ यताको भ्यू हेर्नु होला डग आमा मलाई यस्तै डग चाहियो साथीहरू मलाई प्लिज कसैले मलाई उसो गरिदिनुहोस् न दिन्छ भएको भाइ वाउ कति राम्रो फुल बगैँचामा नजाऊ तिमी भमराले चुमी देला फुल सोचेर भनेर गीत गाउनुहुन्थ्यो नि त्यही भएर होला है यस्तो दामी फुल यता हेर बुन्टु चाउ गर उठ अब चुप्पा गरेर फ्याङ्किस देऊ होइन धेरै ल सवाद्नु सातो गयो सातो गयो साथीहरू के कस्तो आएछ चिच्याको तर कस्तो लाग्यो डर मोटी पातली भएर अलि भएन है अब चाहिँ हामी खाजा चाहिँ खाइन्छ होला
र हामी सायद हिँडिन्छौँ होला खाजा खाएपछि। अब रात पनि पर्लायो है, अब घर जानु पर्यो। अब हेर्नु दिन आफ्नो रात अर्काको भन्छ। धेरै खिच्यो फोटोहरू त, तर बाहिर आएपछि त अलिकति मन चाहिँ हल्का हुँदो रहेछ। र जीवनमा मैले धेरै 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 मलाई लाज लाग्छ साथीहरू मान्छेको अगाडि बोल्नलाई। मलाई यहाँ एकदम लाज लाग्छ। मैले के भन्नु लागेको थिएँ भने मैले साथीहरू किन होला है, मैले जीवनमा होइन कति मान्छेहरू भेटेँ, जो भेटे पनि मैले पागलहरू मात्रै भेट्छु कि किन होला। म पागल मलाई पागल देख्छ र, पागल मात्रै भेट्छु भनेको कि मैले किन होला भनेको। के भन्नु है, यस्तै हो। र अझ झन् कति पागललाई भेट्नु छैन साथीहरू। ड्याम क्यार ऊ धेरै फेरि अर्को भिडियो बनाउँदा धेरै मिनटको भइसक्छ साथीहरू। त त्यसले हामी त धेरै घुमियो, धेरै भिडियोहरू बनाइयो। र यहाँ माछा पनि रहेछ है, माछा हेर्नु सक्नुहुन्छ। माछा यिनीहरूलाई पिस पिस पारेर खानुहुन्छ उनीहरूलाई। अब त रात पनि लाग्यो, पानी नपर्दै हुन्छ, पानी पर्न लाग्यो जस्तो लाग्यो। यस्तै छ यहाँको माहौलहरू। कस्तो लाग्यो चाहिँ तिमीहरूलाई माछाको के अरे माछाको मोमो भन् त है। नो जयलाई ए जय त बबल लाग्यो त, मलाई ठिकै लाग्यो। के यो माया हो। साथीहरू अब हामी चाहिँ फर्किन लाग्यो हो। खाजा खाइयो है यहाँको के अरे के भन्छ अरे फिस मोमो नि खाइयो। ठिकै लाग्यो अलिअलि, सेम रहेछ सब। रात पर्ला अब हामी चाहिँ अब घरतिर गइन्छ होला। आजको भ्लग यति नै हुनेछ साथीहरू। हजुरहरूलाई कस्तो लाग्यो भन्नु होला। बाई बाई। लास्ट टाइम फेरि हेरिदिउँ है भ्यू। जाम फार्म हो कि माछा फार्म हो कि हो कि होइन? हो हजुर दाइ हो हजुर। पार्क एट योर ओन रिस्क भन्दै रहेछ। हेर त कतिमा लेखिदियो भयो क्या, भन्नै पर्दैन केही।